कस्तो गाह्रो बसेको होइन है बा तिमीले आज अचम्मै गर्यौ त होइन के अचम्म गरेँ मैले सधैँ मैले कुवाबाट ल्याउने पानीले हात खुट्टा मुख धुने गर्थ्यौ आज त आफै धारामा मुख धुन जान लागेको छौ त अनि भएन त अचम्म सधैँभरि तँलाई के दुःख दिउँ भनेर के फेरि ठुलो भाँडामा पानी बोकेर सक्दैनस् यत्रो बाल्टी बोकेर गएको छस् यत्रो बाल्टिन बोकेर पानी लिन जान्छस् अब यत्रो बाल्टिन बोकेको पानीले कति हात धुनु कति मुख धुनु अनि कसरी खाना बनाउनु अहिले भने यो बाल एकदम ठिक कुरा गरे सधैँभरि कुवामा हात खुट्टा धुनु हस् 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 अब म यसै गरी कुवामा आउँला हात खुट्टा धुन होला बायो बाल्टिनसम्म म यहाँ तल कालो मुनि गएर आउँछु अनि कालो मुनि किन जाने भेगुता मुसो खोज्नलाई कालो मुनि गएर एक फेर बसेर आउँछु के बा म बसेर होइन कालो मुनि बसेर आउँछु भनेको चाहिँ के नि फेरि कालो मुनि जान्छु भनेको चाहिँ दिशा गरेर आउँछु भनेको कि दिशा गरेर पुरा बुझ्दैन हे भगवान् आफ्नो घरमा त्यत्रो पैसा हालेर टोयलेट बनाएको छु अब कालो मुनि गएर दिशा गर्छु भन्छ हेर यसको बुद्धि तिमीले त जति पैसा खर्च गर्यो नि घरमा टोयलेट बनाए पनि मलाई दुङ दुङ गनाउँछ कालो मुनि ठिक छ मलाई त हेर हेर यसको बुद्धि सुँगुरले स्वर्ग जान्छस् भनेर सोद्धा आज खाना पाइन्छ भनेर सोधेको थियो अरे हो त पनि त्यस्तै हो लु भोबो फुर्ती नगर आफूले बुट्टामा खाएर ठुटामा आची गरे होला बुट्टामा खाएर ठुटामा आची गरे होला बडो फुर्ती गर्छन् अर्काले सिकाउँदो रहेछ के तिम्रो पालामा टोयलेट थियो र के तिम्रो पालामा टोयलेट थियो र हो अब तैँले सिकाउनु पर्दैन बोरा बेरेर टोयलेट बनाएर बस्थ्यौ हामीले बुट्टामा खाएर ठुट्टामा कहिले पनि आची गरेन बुट्टामा खाएर ठुट्टामा कहिले पनि आची गरेन ल छिटो गरेर आइज ल कस्तो गाह्रो बसेको कहाँ चाहिँ जाने होला मेरी आमा मेरी आमा झन्नै मरिएन झन्नै मरिएन